हाई नमस्ते साथीहरू। आज पनि नयाँ र नौलो प्रस्तुतिका साथ तपाईँहरूको साथी कोरियन गोर्की नयाँ भ्लगको साथ उपस्थित भएको छु। आज चाहिँ हामीहरू यो सोक्चो घुम्नको लागि, समुद्र घुम्नको लागि सराक्सान हामी बसेको ठाउँबाट आफ्नै गाडीमा अलि लङ टुरमा छौँ। साथीहरूलाई म यहाँदेखि यो प्राकृतिक सुन्दरतादेखि लिएर समुद्रको पूर्ण भ्यू सबै देखाउने छु। मेरो यो भिडियोलाई अन्तिमसम्म नछुटाइ हेरिदिनु होला। साथसाथै लाइक, कमेन्ट, सेयर सँगै सब्सक्राइब गर्न पनि नभुल्नु होला है त। साथीहरू यो चाहिँ इन्डस्ट्रियल एरिया हो, सोक्चो नोङबोङ दान्जी भन्छ यसलाई, कम्पनी एरिया हो। हामी कम्पनी एरियाभित्र प्रवेश गरिसकेका छौँ। यो चाहिँ यो इन्डस्ट्रियल एरिया, यहाँ धेरै कम्पनीहरू केही ठाउँमा छन्। यसलाई चाहिँ टेपो नोङबोङ दान्जी भन्छ। केही दिन अगाडि मात्र यो कम्पनीमा ठुलो आग लागिरहेको थियो। अहिले पुनर्निर्माण भइरहेछ आग लागेपछि। कम्पनी एरिया है साथीहरू, यस्तो राम्रो छ कम्पनी एरिया। नेपालमा जस्तो दुर्गन्धित कम्पनी एरिया एकदमै नेपालमा त हेरि नसक्नु, छेउछाउ गइ नसक्नुहुन्छ नि। यहाँ चाहिँ एकदम सुन्दर हुन्छ है कम्पनी एरिया। यो चाहिँ सोक्चोको नोङबोङ दान्जीबाट निक्लिने बाटो, नोङबोङ दान्जी इपको भन्छ यसलाई। हामी समुद्रतिर घुम्न गइरहेका छौँ। हेर्नु होला राम्रोसँग, एकदमै ठुलो सी छ, ठुलो समुद्र, एकदमै ठुलो समुद्र छ। हामी अघि 1500को समुद्री सतहबाट 1500को लेभलबाट अहिले समुद्र सतहमा आइसक्यो। खेप्पे भन्छ यसलाई चाहिँ कोरियन भाषामा। बोटिङ एरिया यो चाहिँ। यसरी वेभ आउने गर्छ, यसरी हल्लिने गर्छ। सानो मात्रै हावा पनि समुद्र चाहिँ यसरी हल्लिने गर्छ है त। शान्त देखिए तापनि सानो हावाले पनि यसरी हल्लाउँछ समुद्र है। अहिले वेभ देखिरहनु भएको छ नि। हाम्रो साथीहरू अगाडि पुगिसक्नु भएको छ। 2जना 3जना साथीहरू पछाडि छुट्नु भएको छ। म चाहिँ भिडियो बनाउँदै तपाईँहरूलाई आफू पनि इन्जोय गर्दै र तपाईँहरूलाई पनि इन्जोय गराउँदै हिँडिरहेको छु साथीहरू। यो चाहिँ खामोन्दोको सोक्चोसी अन्तर्गतको सोक्चोमा रहेको समुद्र हो। यो एसियाकै ठुलो समुद्र मध्ये पर्छ मलाई लाग्छ, जहाँसम्म मलाई थाहा भएसम्म। यो समुद्र चाहिँ पूर्व जापानसँग पनि जोडिएको छ, इन्जोय गर्न सक्नुहुन्छ। छेउछाउमा ठुल्ठुलो होटलहरू पनि छ, रामादा, एकदमै ठुल्ठुलो ब्रान्डको होटलहरू छ। तपाईँहरू आएर इन्जोय गर्न पनि सक्नुहुनेछ। र कोरियाभन्दा बाहिर हुनुभएका साथीहरूको लागि त यो नौलो भइहाल्यो होइन। तपाईँहरूले यो भिडियोलाई हेरेर इन्जोय गर्नुहोस् अनि मलाई सब्सक्राइब पनि गर्नुहोस् र यो भिडियोलाई लाइक, सेयर, कमेन्ट गर्न पनि नछुटाउनुहोस् है। ल हेर्नुहोस्, पूर्ण समुद्र ऊ पर देखिएको त्यो ठुलो बिल्डिङ चाहिँ लोते रिसोर्ट भन्छ। ठुलो रिसोर्ट छ। त्यो रिसोर्टको तलपट्टिबाट एक चक्कर लाउन मिल्छ यो ठुलो समुद्रलाई। समुद्र त कत्रो छ कत्रो हामी पार गर्न सक्दैनौँ होइन। तैपनि एक चक्कर अलिकति हामी 2-3 किलोमिटर चाहिँ घुम्न सक्छौँ है त।
अहिले चाहिँ तपाईँ यो भिडियो हेरेर इन्जोय गर्नुहोस् र आफ्नो जिन्दगीलाई रमाइलो बनाउनुहोस्। अनि मलाई पनि अलिकति रमाइलो दिन चाहनुहुन्छ भने मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न पनि नभुल्नुहोस्। र सँगसँगै यस्तै नयाँ र नौला विषयवस्तुहरू हेर्न रुचाउनुहुन्छ भने मलाई सब्सक्राइब गर्न भने पनि नभुल्नुहोला। मेरो च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला है त। ल हेर्नुहोस्, कोरियामा पनि यसरी दुबईको राजा र राजकुमारहरूले लगानी गर्छन्। दुबईको प्रिन्सको होटल। नेपालमा पनि यसरी इन्टरनेसनल इन्भेस्टमेन्टहरू अन्तर्राष्ट्रिय लगानीहरू भित्राउन सकेदेखि यसरी होटल व्यवसायमा होस् या अरू कुनै पनि व्यवसायमा नेपाल पनि समृद्ध हुने थियो। या कोरिया पनि त्यसै समृद्ध भएको होइन। कोरियालीहरू हुन त आफैमा पनि लगनशील हुन्छन्, मेहनती हुन्छन्। सँगसँगै यसरी विदेशी लगानीहरूलाई पनि यहाँ चाहिँ धेरै नै प्रवर्धन गरिन्छ। धेरै नै सहज हुन्छ विदेशी लगानीहरू आएर लगानीकर्ताहरू आएर लगानी गर्न। त्यसै कारणले गर्दा कोरियाले चाहिँ छिटै नै करिब 5-6 दशकमै आफ्नो मुहार फेरेको हो। नेपालको दशकौँ भइसक्यो आर्थिक विकास र उन्नति नहुनुका पछाडि धेरै कारणहरू छन् र त्यसमा एउटा कारण यो विदेशी लगानीलाई सहज नहुनु पनि हो। ल साथीहरू, हामी घुम्दै यो लोत्ते रिसोर्टको मुनि आइपुगेका छौँ। यहाँ चाहिँ यसरी यसलाई के भन्छ भन्नुहुन्छ भने बाटो देखाएको छ। फादा ह्याङ्गिरो भन्छ यो भनेको चाहिँ एउटा पुल जस्तो यसरी बाटो समुद्रको साइडमा बनाएको बाटो। यो बाटो चाहिँ कहाँसम्म घुम्छ कहाँसम्म जान्छ भनेर यहाँ सबै दिएको छ। यसरी तपाईँले हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ बच्चा वृद्ध सँगसँगै युवा सबैजना हिँड्न मिल्छ। एकदमै रमणीय ठाउँ छ। आज म तपाईँहरूलाई सबै देखाउने छु है त। अति सुन्दर दृश्य, अति। र त्यो सानो आइल्यान्ड, विशाल समुद्र अनि हाम्रो यी दोस्तीहरू। साथीहरू यहाँ हेर्नुहोस्, यो तपाईँ यो क्यामेराले तपाईँलाई हेरिरहेको हुन्छ जतिखेर पनि। यो चाहिँ 360 डिग्री घुमेर मान्छे, यसमा चाहिँ सेन्सर छ। हरेक कुरा यो क्यामेराले एकदमै निरीक्षण गरिरहेको हुन्छ। विदेशमा चाहिँ प्रायः सिसिटिभी जहाँ पनि हुन्छ। तपाईँलाई लाग्ला यस्तो ठाउँमा पनि सिसिटिभी, जहाँ पनि तपाईँलाई सिसिटिभीले निरीक्षण गरिरहेको हुन्छ, हेरिरहेको हुन्छ। कुनै पनि किसिमको गतिविधि भयो भने तत्काल पुलिस आएर तपाईँलाई लिएर जान सक्छ है त। र अर्को कुरा, तपाईँलाई यहाँ प्रत्यक्ष कोही मान्छेलाई नसोधिकन फोटो अथवा भिडियो बनाउन हामीले आफ्नो क्यामेरामा कैद गर्न पनि पाउँदैनौँ। त्यही भएर मैले अघिदेखि जोगाएर यदि मान्छेहरू आयो भने पनि मान्छेहरूको अनुहार नदेखिने गरी तल खिचिरहेको छु। यो कुरा चाहिँ अनौठो मान्नु भएन। यहाँ कानुन एकदमै स्ट्रिक्ट छ। त्यसले गर्दा
तपाईँले कसैलाई पनि देखाउन भने पाउनुहुन्न है त सार्वजनिक रूपमा। यो दृश्यमा म सँगसँगै तपाईँ पनि रमाइरहनु भएको छ र अझै मनमोहक दृश्यहरू म देखाउँदै जानेछु। कृपया यो भिडियो लामो भए पनि अन्त्यसम्म हेरिदिनु होला र एउटा लाइक सेयर कमेन्ट गर्न पनि नभुल्नु होला। यहाँ पनि अघि जस्तै क्यामेरा छ, यो क्यामेराले हेरिरहेको छ। तपाईँले कुनै अवाञ्छित गतिविधि गर्नुभएको खण्डमा तपाईँलाई तुरुन्तै कारबाही हुनेछ। त्यो कुरामा चाहिँ हामी पनि सजग छौँ। र अघि मैले भनेको थिएँ मानव निर्मित सानो आइल्यान्ड छ, पर तपाईँले देख्न सक्नुहुन्छ। त्यो चाहिँ एकदमै सुन्दर आइल्यान्ड छ। हामी तपाईँलाई त्यहाँसम्म पनि लिएर जानेछौँ। कृपया हाम्रो भिडियोलाई अन्त्यसम्म हेर्न नभुल्नु होला। साथीहरू यो चाहिँ सोक्सो बिच, यो कोरियाको दोस्रो ठुलो बिच हो। योभन्दा ठुलो चाहिँ बुसान भन्ने ठाउँमा छ र यो सोक्सो चाहिँ दोस्रो हो। अब भर्खर सिजन सुरु हुँदैछ। यहाँ चाहिँ सिजन पूर्ण रूपमा सुरु भइसकेपछि चाहिँ बर्खा लागेपछि चाहिँ मान्छेहरू एकदमै अत्याधिक धेरै भिड हुन्छ। यहाँ यो बिचमा बस्न पुगाइँदैन। अहिले पनि धेरै मान्छेहरू छ यहाँ। अहिले चाहिँ स्विमिङ गरेको देखिन्न, तर अलिक पछि स्विमिङ गर्ने सिजनमा धेरै मान्छेहरू स्विमिङको लागि पनि आउनु, यो बिचमा रमाउनु पनि आउँछ। तपाईँहरू पनि यो भिडियो हेरेर रमाउनु होला, आउनु नपाउने साथीहरू पनि है त। साथीहरू हेर्नुहोस्, एकदमै सुन्दर ठाउँमा आइपुगेका छौँ हामीहरू। तल समुद्र अनि विशाल समुद्रको छेउमा यति सुविधा सम्पन्न, यति राम्रो, यति सुन्दर ठुलो रिसोर्ट होटल। यो चाहिँ लोत्ते रिसोर्ट भन्छ। लोत्ते भने एउटा ठुलो ब्रान्ड हो कोरियामा चाहिँ। कोरियामा बस्ने साथीहरूलाई थाहा पनि होला धेरैलाई। र यो चाहिँ लोत्ते रिसोर्टको आँगन हो। हाम्रो ग्रुप अगाडि छ, साथीहरू त्यहाँ हुनुहुन्छ। यो लोत्ते रिसोर्ट मलाई लाग्छ यो हाम्रो लागि अफोर्डेबल छैन, तर हामी यहाँ आएर यहाँको यो दृश्यहरू क्यामेरामा कैद गरेर बाइदिँदैछौँ। साथीहरू पनि रमाइरहनु भएको छ फोटोमा, भिडियोमा यसरी है त। सँगसँगै साथीहरू आजको यो हाम्रो भ्लग पनि, हाम्रो यो घुमाइ पनि सकिन्छ र तपाईँहरूलाई आशा छ रमाइलो भयो होला। जतिसम्म हामीले इन्टरटेनमेन्ट गराउन सक्यौँ। बाँकी रहेका दिनहरूमा पनि यस्तै इन्टरटेनमेन्ट भिडियोहरू तपाईँहरूको लागि हामी लिएर आउनेछौँ, पस्किनेछौँ। कृपया हाम्रो भिडियोलाई अन्तिमसम्म हेरेर लाइक सेयर कमेन्ट सँगसँगै सब्सक्राइब गरेर हामीलाई पनि रमाइलो बनाइदिनु होला, खुसी बनाइदिनु होला भन्दै बिदा माग्न चाहन्छु। धन्यवाद।